नमस्कार है सबैजनामा। मनदेखिको माया, मुटुदेखिको सम्मान। मेरा प्यारा प्यारा साथीहरू, आज चाहिँ म टिकटकमा एउटा देउडा अलि भिन्नै विषयवस्तु जस्तै भाइ भाइ भन्ने शीर्षकमा चाहिँ एउटा यस्तो देउडा विषयवस्तु लिएर आएको छु। जस्तै आमा बुवाले बुढेसकालसम्म हुर्काएर पालेर तालेर पनि लास्टमा आमा बुवाको अंश पनि बाँडेर खाने, भाइ भाइहरूमा पनि मिलोमतो नहुने, भाइ भाइहरू पनि छुट्टिने जुन प्रचलन हाम्रो पुरा अधिराज्यमा छ, देशमा छ, त्यो विषयवस्तुलाई समेटेर एउटा देउडा बनाएको छु। आफ्नैहरू एकै थालमा खाने, एउटै दुधका धारा पिएका भाइहरू पनि पक्कै खोइ के कारणले कस्तो सोचेर अलग अलग भएर बुवाबाट नै अलग भएर भाइ भाइहरू अलग भएर बसेका हुन्छन्। तपाईँहरूले प्रत्यक्ष सबैको समाजको चलन नै छ होला यो देउडा चाहिँ त्यो सम्बन्धी है त गाइस। खेत चुट्या आला धान मिल कुट्टिदा छन्, एकाइ कोख जन्म्याका भाइ क्याखी छुट्टिदा छन्। भाग हाल्दा आमा बुवाउ बाँडिदा झोलामा, क्या लिनु छ क्या दिनु छ 2 दिनका चोलामा। आफ्नै मान्छे पर हुँदा क्या होइ माया जाल, आमा बुवा एक्लै हुँदा अझ बुढेसकाल। खराब सुइना धेक्किदा छन्, नहाल्नु सिराना, एकै थाली खाना खाने भाइ हुँदा बिराना। आस भरोसा कैको मान्नु, माया मर्यापछि भाइ भाइको मिल हुँदैन पौ बिहे गर्यापछि। नाश गर्दा उपर्दो गरी जोगाउँदैन वंश, कति भाग लगाउन लाग्या बाको एकै अंश। सबै खोज्दा भया भर्को क्या गर्छन् थालना, छोरालाई भयाको अंश एक गडो पालना। बुढेसकालका सहारालाई गया पराई बनी, जोबन बेच्यो तागत बेच्यो छोरा छँदाइ भनी। धित छैन धर्म छैनौ संस्कार कहाँ हराया, जयको लागि सक्यो जोबन उही भया पराया, जयको लागि सक्यो जोबन उही भया पराया।